नमस्कार। मेरो नयाँ युट्युब च्यानलको यो नयाँ भिडियो पहिलो भिडियो। मैले यस्तै सामाजिक विषयवस्तुमा विभिन्न आफ्ना मुद्दाहरू उठान गर्दै आएको छु र गरिरहेको छु। म युट्युब च्यानलमा भर्खर जोडिएको छु। आजको भिडियोमा चाहिँ म नेपालमा हिन्दू धर्मको पतनको अवस्था र बाहुनवादीहरूले गर्ने गरेको व्यवहारको बारेमा म मेरो अनुभव तपाईहरु सामु राख्दैछु। हिजो म मंगलबारको दिन एउटा मन्दिरमा गएको थिएँ। त्यहाँ हाम्रा नेपाली दाजुभाइहरू थुप्रै त्यो मन्दिरमा काम गर्नेहरू छन्। त्यही हामीले त्यहाँ प्रसाद खायौं र त्यहाँ बसिरहेको अवस्थामा हाम्रा दुई तीन जना नेपाली दाजुभाइहरू त्यहाँ कुरा गरिरहेका थिए। त्यहीँनेर म गएँ। यताउति समसामयिक विषयमा गफगाफ हुँदै गर्दा एकजना बाहुन पनि के भन्नु, बाहुनको कुलमा जन्मिनु बाहेक बाहुनको त्यो कर्म कुनै गर्न जानेको छैन, तर बाहुनको कुलमा जन्मेको एउटा बाहुनको छोराले चाहिँ के भन्यो भन्दाखेरि चाहिँ यो मन्दिरमा पूजा गर्ने बाहुनहरू मध्ये म सबैभन्दा ठुलो बाहुन हुँ, अथवा जातका हिसाबले म ठुलो बाहुन हुँ भन्ने कुरा गर्यो। अनि मैले भने यो 21औं शताब्दीमा जातका हिसाबले कोही पनि ठुलो हुँदैन, कर्मका हिसाबले ठुलो हुन्छ। यदि हामीले संस्कृत पढेको भए, संस्कृतको कर्म हामीले जानेको भए तपाईभन्दा ठुलो त हामी हुन्थ्यौं नि, हामी जानेको भए हामी पनि गर्थ्यौं नि भन्ने कुरा मैले राखेपछि के भने भन्दाखेरि बाहुन भनेको बाहुनै हो, बाहुनले गर्ने काम अरूले गर्न मिल्दैन भनेर भनेको थियो। अनि मैले भने कि पहिला हाम्रो समाजमा जात व्यवस्थालाई विभिन्न क्याटेगोरीमा विभाजन गरिएको थियो। त्यसै अनुसार जात व्यवस्था अनुसारको कामलाई पनि विभाजन गरिएको थियो। सिंह ठकुरीहरूलाई चाहिँ राजकाजको काम गर्ने, बाहुन पुरोहितहरूलाई चाहिँ पूजाआजाको काम गर्ने, अनि हामी खस अथवा खस्याहरूलाई चाहिँ यो खेतीपातीको काम गर्ने, देश परदेश गर्ने, हैन। त्यसैगरी दलितहरूलाई जस्तो लुहारहरूलाई हात हतियार बनाउने, पार्कीहरूलाई ढोको चुलो नाङ्लोहरू बनाउने, त्यसैगरी सार्कीहरूलाई चाहिँ यो छाला सम्बन्धी जुत्ता चप्पल छाला सम्बन्धी काम गर्ने, त्यसैगरी अर्को चाहिँ वादीहरूलाई नाचगान गर्ने, जो नेपाली छन् दलित छन् हैन, नेपाली भन्ने जात हुन्छ, नगरजी नेपाली, यिनीहरूलाई चाहिँ पञ्चेबाजाहरू बजाउने, अनि सिलाइ कटाइ गर्ने, सिलाइ सिउने, कपडा सिउने त्यो काम सुम्पिएको थियो। त्यतिखेर हो त्यसरी विभाजन गरिएको थियो। अनि मैले चाहिँ के भने भन्दाखेरि बाहुनका छोरीचेलीहरूले दलितले गर्ने कर्म गरेर लुगा कपडा सिन्नु हुने, अहिले सिलाइ कटाइ सिकेर लुगा कपडा सिउँदैछन् बाहुनहरू ठकुरीहरू पनि। त्यसरी बाहुनहरूले चाहिँ दलितहरूको काम गर्न हुने, तर दलितले चाहिँ बाहुनको काम गर्नुहुन्न, अथवा हामी अरू जातिले चाहिँ संस्कृत सिक्नुहुन्न, किन सिक्न सक्दैनौँ? हामी यदि हामीले सिकेको भए हामी आफ्नो कर्म आफै गर्न सक्छौँ नि भन्ने कुरा राखिसकेपछि एकजना दाइले चाहिँ भन्नुभयो, त यस्तो यस्तो छोटामोटा कुरा गर्छस्। एकजना दलितले पशुपतिमा भएको कोटी होममा पनि प्रवचन दिएको थियो, आजकल बाहुन भएर जन्मेर मात्र हुँदैन कि आफ्नो कर्म पनि जानेको हुनुपर्छ, धर्म कर्म जानेको हुनुपर्छ, पढे लेखेको हुनुपर्छ, सबै कुराहरू सम्भव छ भन्ने कुरा एकजना दाइले राखिदिनु भयो। त्यसपछि त्यो मान्छेले के भन्यो भन्दाखेरि जुन दलितलाई चाहिँ संस्कृतमा विद्यावारिधि गर्यो भनेर पशुपति कोटी होममा प्रवचन दियो, सम्मान गरियो, त्यसको छोराछोरी हुँदैनन्, त्यसको सन्तान हुँदैनन्, त्यो निसन्तान भएर सकिन्छ भन्ने कुरा गर्यो है। त्यसपछि मलाई झनक्क रिस उठ्यो के, झनक्क रिस उठ्यो। मैले भने दलितले गर्ने काम बाहुनका छोरीचेलीहरूले कपडा सिलाएर खाँदाखेरि चाहिँ बाहुनको घरबार हुने, बाहुनले त्यो काम गर्न हुने, बाहुनको चाहिँ घरबार हुने, अनि बाहुनले गर्ने पूजाआजा चाहिँ दलितले गर्दाखेरि दलितको चाहिँ घरबार नहुने भन्ने यो कुन शास्त्रमा लेखिएको छ तिमी भन नि त भन्दाखेरि उसले जवाफ दिन सकेन। त्यसकारणले अहिले पनि यो 21औं शताब्दीमा पनि यी बाहुनहरूले के ठान्छन् भने हामीले गर्ने कर्म हामीले बाहेक अरूले गर्यो भने त्यो सम्भव हुँदैन, अरू सक्दैनन् भन्ने सोच्छन्। हेर्नुस्, खासमा नेपालबाट अथवा भारतबाट हिन्दू धर्मको
पतन हुँदै गरेको खास कारण चाहिँ यही हो। बाहुनहरूले के गर्यो भने आफूले संस्कृत सिके, आफूले सिकेको ज्ञान चाहिँ अरूलाई सिकाउन तिनीहरूले चाहेनन् अथवा सकेनन् अथवा दिएनन्। तर आफूले सिकेको ज्ञान सिप चाहिँ आफैमा अन्त गर्न चाहे। त्यस कारणले चाहिँ हिन्दू धर्म अहिले पतनको अवस्थामा छ, अथवा हिन्दू धर्म ट्रान्सलेट हुँदै गइरहेको छ। अरू हिन्दू धर्म मान्नेहरू अरू धर्ममा ट्रान्सलेट हुँदै गइरहेका छन्। हाम्रै गाउँठाउँका कतिपय बाहुनका छोराहरू जो 1 नम्बर उपाध्याय बाहुन हुन् भनेर ठोकुवाका साथ भन्ने गरेका छन्, तिनीहरूका छोराछोरीलाई मैले काठमाडौँमा बफ मोमो खान मैले आफ्नै आँखाले देखाएको छु होइन। काठमाडौँमा बफ मोमो खान हुने, घरमा आएर चाहिँ तिनीहरू उपाध्याय बाहुन हुने, त्यो हुन्छ कहीँ? त्यस्तो सम्भव छ कहीँ? त्यस कारणले अहिलेको यो 21औं शताब्दीमा धर्म ठुलो कुरा होइन, जात ठुलो कुरा होइन, आफ्नो कर्म ठुलो कुरा हो। मैले यो भिडियो किन बनाएको हुँ भन्दाखेरि नेपालबाट हिन्दू धर्म फैलिनबाट रोकियो, जुन हिन्दू धर्म अहिले एकदम घटिरहेको अवस्था छ, त्यो किन हो भन्दा त्यो बाहुनहरूका कारणले हो। बाहुनहरूले आफूले के गर्यो भने आफूले जानेको ज्ञान सिप संस्कृतलाई चाहिँ फैलाउन चाहेनन्। मुस्लिमहरूमा हेरौँ न, हामी मुस्लिमहरूको मदरसामा जे छ त्यो बच्चादेखि नै त्यो सिकाइन्छ। मुस्लिमहरूले अरू कुरा सिकोस् या नसिकोस्, तर उसले मदरसा ज्ञान चाहिँ अनिवार्य लिएको हुन्छ। त्यसै गरी क्रिस्चियनहरूले बाइबलको शिक्षा अनिवार्य लिएको हुन्छ। त्यसै गरी बौद्धहरूले त्रिपिटकको शिक्षा अनिवार्य लिएको हुन्छ। त्यसै गरी अरू धर्महरूले पनि आफ्नो धर्ममा भएका, आफ्नो धर्मको भाषा, आफ्नो धर्मको ज्ञान सबैलाई फैलाएका छन् र पो त्यो धर्म फैलिँदै गएको छ। हामी हिन्दूमा चाहिँ कस्तो छ भने संस्कृत भन्ने कुरा बाहुन बाहेक क्षेत्री, दमाई, दलितहरूले त्यो सिक्नै हुँदैन। यदि सिक्यो भने त्यो चाहिँ नराम्रो हुन्छ भन्ने एउटा भाष्य क्रिएट गरिएको छ। यो भाष्यले नै हाम्रो धर्म पतनतिर गइरहेको छ। म हिन्दू धर्ममा जन्मेको मान्छे, हिन्दू कर्म गरेर आएको मान्छे। मेरो जन्मदेखि विवाह व्रतबन्ध सबै हिन्दू कर्म अनुसार भयो। तर मलाई चाहिँ संस्कृतको थाहा छैन, त्यो गर्ने कर्म पनि थाहा छैन, किनकि कहिले सिक्न पनि पाइएन। संस्कृत भन्ने भाषा उहिले पढाइ हुन्थ्यो अरे नेपालमा, अब हामी पढ्दाखेरि त्यो संस्कृतको पनि सिक्न पाइएन, केही पनि छैन। अब मलाई संस्कृतको थाहा छैन। कसैले हिन्दू धर्म के हो, हिन्दू धर्ममा के छ भनेर सोध्यो भने मलाई उत्तर दिनै आउँदैन, किनकि संस्कृतको थाहा छैन मलाई। भनेपछि हिन्दू धर्मको अन्त्य त हामीले नै गरेका रहेछौँ नि त, होइन? त्यसकारण मैले भन्नु खोजेको कुरा के हो भने बाहुनहरूले अझै पनि हामी बाहुन हौँ, सबभन्दा ठुलो जात हौँ भनेर सोच्नु एकदमै गलत हो। ठकुरीहरूले हाम्रो राजकाज गर्ने काम हो, हामी ठकुर हौँ अथवा हामी राजा हौँ भनेर सोच्ने काम गलत हो। पहिले पो राजा महाराजा थियो तिमीहरू। अहिले ठकुरीका श्रीमतीहरूले पिठ्यौमा पोर्सोको डोको बोकेको हामीले देखेका छैनौँ र? मलको डोका बोकेर खेतमा गइरहेको हामीले देखेका छैनौँ र? साथीहरू, त्यही भएर म भन्ने गर्छु, यो 21औं शताब्दी हो। हाम्रा बाबुबाजीका पुस्ताहरूले जे जस्तो कर्म गरे पनि त्यसलाई सम्मान गरौँ, तर हामी सुध्रियौँ है। हामी यो छुवाछुत यताउति भन्ने कुरा चाहिँ तिर नलागौँ है त। आजको भिडियो यति नै, बाँकी कुराहरू चाहिँ गर्दै गरौँला। थ्याङ्क यू।